के होस् मेरो राम्रो भएर सबै सही भएर गाउँलेको सबै नाम इज्जत नगोस् सबै जितेर खानु सकोस् सानो किलो के चेप्ने डन्ने धेरै जम्ला नगर्नु पुग्दैन फेरि खै त मामालाई देखाइन न मामा उ त बान्दिन त बान्दिन न मम्मी मामा बोल्दिनु रे मामा बान्दिनु हेर त यो मामा त लट्ठै भएर खब्री एकदम रक्षा हो यहाँ आमा बोल्नुहुन्छ र आमा ल राख्दिनु न मामा बुढी छ है बोल है बोल यहाँ यो मेरो है फेरि यस्तो नराम्रो हुन्छ नि हजुर म आएर टिका लाउने मेरो त सही अनि पहिले बहु गरिदिनु दिदी ए सेफ्टी पिन्ने गर्नु तपाईँ राम्रो लाग्छ भित्र खाना चढाइदिनु पनि म अटो लिएर आउँछु हो बस्दा पानी भात खाउँ बस्दा पानी दिउँ हामीले कति भन्छ अनि खुद त पुरा आइहाल्नु ठुलाले म आएर टिका लगाइदिने नि मामालाई हुन्छ हुन्छ लगाइदिनु न तर भाइ मात्रै उ भएर तँलाई लगाइदिएको छ कति रक्सी खानु भयो त्यो मामा पटक्क गयो कि के हो लु माइली जुन आमाले लाइन लाउँदा हुने त होला नि बस तपाईहरु पनि त्यो छाडा बुढी आमा पहिला लाइन खोइ खुट्टा टिका लगाइदिनु आमा आमालाई ठीक छ यताउनु अलि जो गर्दैन अलिकति मलाई खुट्टा दिनु भान्जीको ढोक्दा नि केही हुँदैन सबै टिका झर्छ टिका त झर्छ तर खोइ मम्मी खुट्टा यतै माथिबाट सर्छ टिका झर्छ भाइ टिका के भन्नुपर्छ यस्तो गरेर के भन्नुपर्छ म त प्रणाम भन्ने गरेको आमालाई लगाइदिनु मम्मीले लगाइदिनु के पहिला यसलाई लगाइदिएर यसलाई लगाइदिहाल्ला नि त लगाइदिएर फेरि पर्सनलमा कल गर्नु न पर्सनलमा ल सिधा बस है लामा टिका लगाइन्छ रे तिम्रो आशीर्वादले धेरै 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 कसरी टिका त्यो सबै थोक समय परि परमेश्वरीले दिन्छु अनि त्यो सबै थोक त्यो चढाउनु पैसा थाप्नु है मामा मलाई छुट्टी बनाउनु भयो नि मामा पैसा थाप्नु पैसा मा निदान थाप्नु निदान निदान यता हालेर टिका ए समय पछि पैसा त पर्दैन त्यस्तै मलाई छुट्टी हो नि मासु हाल्नु मासु हालेको यहाँ हामी राम्रो फलफुल गरेर खानु सकोस् भुटबुटी नलागोस् खलिफा भएर खानु सकोस् यस्तै हाँसी खुसी खुसी भएर हातमा परिरहोस् यो है परमेश्वर भगवान परमेश्वर ल सानो मामा तपाईँको पैसा मैले लिएँ है टिका चाहिँ तपाईँ लाउनु पैसा चाहिँ म लिन्छु है है नि चढाउनु त चाहिँ कुन ठाउँको ठाउँ बुहारी होइन अन्त बाहिर लैजा थोरै लाउनु धेरै होइन जम्मा 20,000 दक्षिणा ल यहाँ म फोटो खिच्छु अब तिम्रो आएन